Karki, wonderful finish उनको far out बाट प्रहार गरेका थिए अमाल नाइटलाई अफ पोजिसन भेट्टाए and caught him in surprise 1-0 को अग्रता लिएको थियो FC धनगढीले यस खेलमा त्यस गोल पश्चात look at that wow right on the money George Prince Karki यस पश्चात केही मौका बनाउने प्रयास थियो FC चितवनको They tried their luck. Penalty मार्फत गोल कन्भर्ट गर्न सफल नोडियर आफ्नो टिमलाई खेलमा फर्काए खेलको 14औं मिनेटमा and that was the equalizing goal for them. केही लङ रेन्ज एफर्टहरु पनि भएका थिए FC चितवनबाट आज कि धेरै नै लङ रेन्ज एफर्टहरु भएका थिए विशेष गरी नोडियर मावलनोभबाट but all went in vain. र पहिलो हाफको इन्जुरी टाइममा गोल गर्न सफल रहे जय गुरुङ आफ्नो टिमलाई पहिलो पटक खेलमा अगाडि राख्दै all thanks to that man Chiring Gurung who busted that ball in Jay Gurung what a goal a big moment for FC Chitwan in the game आवश्यकता थियो ड्र अथवा जितको र यस गोलको साथ खेलमा अग्रता लिन सफल रह्यो FC Chitwan. Let's have a look from different angles of the goal by Jaya Gurung and the fans were happy, the fans were ecstatic, they were excited and so was FC Chitwan. खेलको दोस्रो हाफमा यो क्रसलाई आत्मघाती गोलमा परिणत गरे अमृत श्रेष्ठले भिक्टर मानसले आफ्नो लक ट्राई गर्दै तर त्यति सफल हुन सकेनन् उनी खेलमा more chances र यो थियो खेलको तेस्रो गोल for FC Chitwan that has been